नमस्कार। सामान्य नेपालीले नेपालमा बसिसकेपछि जान्नै पर्ने 5 कानुनहरूको बारेमा छलफल गर्दैछु म। नेपालमा नागरिकका अधिकार, कर्तव्य र दैनिक जीवनसँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सम्बन्ध राख्ने यी कानुनहरू छन्। तर सामान्य नागरिकले अनिवार्य रूपमा थाहा पाउनै पर्ने यी 5 मुख्य कानुनहरू निम्न रहेका छन्। पहिलो नम्बरमा रहेको छ नेपालको संविधान 2072, जसलाई हालको नेपालको संविधान भनेर पनि भनिन्छ। संविधान नै राष्ट्रको मूल कानुन हो। यसले नागरिकका मौलिक हक जस्तै शिक्षा, स्वास्थ्य, स्वतन्त्रता, सम्पत्ति, रोजगारी आदि कुराहरूको बारेमा सुनिश्चित गर्दछ। राज्यका 3 अङ्गहरू कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको संरचना र शक्तिको विभाजन पनि यही संविधानमा उल्लेख गरिएको छ। दोस्रो हो मुलुकी अपराध संहिता 2074, जसलाई क्रिमिनल कोड 2074 पनि भनिन्छ। हत्यादेखि चोरी, ठगी, हिंसा, बलात्कार, सामाजिक अपराधसम्मका सबै फौजदारी अपराध र सजाय यही कानुनमा निर्धारण गरिएको हुन्छ। सामान्य नागरिकलाई थाहा हुनुपर्ने कुरा, कुन काम कानुनत अपराध हो र त्यसको सजाय कस्तो हुन्छ र कुन प्रक्रियाले मुद्दा चल्छ भन्ने कुरा हो जुन कानुनले व्यवस्था गरेको हुन्छ। तेस्रो हो मुलुकी फौजदारी कार्यविधि संहिता 2074। मुलुकी फौजदारी कार्यविधि संहिता भन्नाले नेपालको आपराधिक फौजदारी मुद्दाहरू कसरी चलाउने भन्ने प्रक्रिया निर्धारण गर्ने मुख्य कानुन हो। यो संहिता 2074 सालमा लागू गरिएको हो र यसले अपराधको अनुसन्धानदेखि फैसला कार्यान्वयनसम्मका सबै चरणहरूलाई व्यवस्थित गरेको हुन्छ। चौथो हो मुलुकी देवानी संहिता 2074, सिभिल कोड 2074। विवाह, सम्बन्ध विच्छेद, सम्पत्ति, उत्तराधिकारी, धनी मालिक सम्बन्ध, जग्गा जमिनको अधिकार, सम्पत्ति बाँडफाँड जस्ता सामाजिक तथा व्यक्तिगत विषयहरू यसमा समावेश गरिएको हुन्छ। दैनिक जीवनमा सबैभन्दा धेरै प्रयोग हुने कानुन नै देवानी संहिता हो। र अर्को 5औं कानुन हो मुलुकी देवानी कार्यविधि संहिता 2074। मुलुकी देवानी कार्यविधि संहिता 2074 भनेको नेपालमा देवानी अर्थात् नागरिक प्रकृतिका मुद्दाहरू जस्तै सम्पत्ति, करार, परिवार, ऋण, लेनदेन आदि कसरी अदालतमा मुद्दा चलाउने र कसरी फैसला वा अदालतको आदेश पालना गर्ने भन्ने प्रक्रिया निर्धारण गर्ने मुख्य कानुन हो। अन्त्यमा नेपालमा कानुनहरू धेरै भए पनि सामान्य नागरिकका लागि थाहा हुनुपर्ने यी 5 आधारभूत कानुनहरू हुन् नेपालको संविधान 2072, फौजदारी संहिता 2074, फौजदारी कार्यविधि संहिता 2074, देवानी संहिता 2074 र देवानी कार्यविधि संहिता 2074। तर यसभन्दा धेरै अन्य कानुनहरू पनि छन्। ती कानुनहरूको बारेमा अन्य भिडियोहरूमा विस्तार गर्नेछु। कृपया प्रतिक्रिया र सुझावको आशा सहित धन्यवाद।